Hello and namaste सबैजनालाई. I hope everyone is completely fine and enjoying this precious life. And welcome to my very first vlog. जहाँ चाहिँ हामी तपाईहरुलाई युके देखि माल्टाको रमाइलो यात्रा देखाउने छौं. Alright, now let's go. ल अब चाहिँ हामी चाबी लगाएर निस्क्यौं अनि अब यसो फिर चेक गर्दै अबले चाहिँ अब मेरो कपाल मिलाइदै कि झार्दैको अत्तपत्तो छैन. एनिवेज अब हाम्रो नेक्स्ट स्टप चाहिँ डार्टफोर्ड स्टेसन रहेको छ. हामी बस्ने ठाउँबाट चाहिँ एयरपोर्ट अलि टाढा छ, त्यही भएर चाँडै निस्केको. अनि हामी ग्रीन सिग्नलको लागि बटन पुश गर्दैछौँ. त्यसपछि टनलमा नि हल्का भिडियो सुट गरेँ. 5 मिनेटको हिँडाइपछि हामी स्टेसन पुग्यौं, टिकटहरू काट्यौं. अब हामी एब्युटको लागि ट्रेन चढ्छौं. हाम्रो चाहिँ घरबाट निस्किदा जहिले ढिलो हुने अनि यसरी नै कुद्नु पर्छ ट्रेन लिनको लागि. हतारमा ट्रेन चाहिँ चढियो. अब यसपछि चाहिँ हामी स्टेटतिर लाग्दैछौँ. सो टाइममा ट्रेन पाएको खुसियालीमा चाहिँ यसो सेल्फी क्यामेरा खोलेर एकअर्काको अनुहार हेऱ्यौँ, एकअर्कालाई जिस्काउँदैछौँ. ओके, त्यसपछि चाहिँ हामीलाई एब्युटबाट कनेक्टिङ ट्रेन लिनुपर्ने थियो एयरपोर्टसम्म. त्यसको लागि जाँदैछौँ. फेरि एकअर्काको भिडियो खिच्यौँ अनि त्यसपछि हामीले रिफ्लेक्सन पनि देख्यौँ अनि फेरि त्यहाँ पनि भिडियो बनायौँ अनि हल्का हात समातेर हिँडेको जस्तो पनि गऱ्यौँ. ट्रेन आउनको लागि स्टिल 15 मिनट्स टाइम थियो. सो वी डिसाइडेड टु गो म्याकडी. आफ्टर द्याट हामीले चाहिँ अब खानेकुराहरू किन्यौँ आफ्नो लागि अनि केही समयमा ट्रेन पनि आइपुगेछ. अनि बिहानदेखि चाहिँ हामीले केही पनि खाएको थिएन, त्यसैले ट्रेनमै हामी खान थाल्यौँ. अनि त्यसपछि चाहिँ पेट टन्न अगाएर आनन्दले बस्यौँ. अनि यो हाम्रो जर्नी चाहिँ लिभरपुल स्ट्रेटदेखि स्टान्स्टेड एयरपोर्टसम्मको थियो अनि ड्युरेसन चाहिँ अलमोस्ट 50 मिनट्सको थियो. सो हामीलाई टाइम पास गर्न एकदम गाह्रो भइरहेको थियो. सो खाने, जिस्काउने अनि भिडियोजहरू क्याप्चर गर्ने, यत्तिकैमा टाइम गएको पत्तै भएन. फाइनल्ली हामी एयरपोर्ट पुगिसकेको छौँ. हामी चाहिँ अलमोस्ट 3 आवर्स अगाडि नै आइपुग्यौँ किनभने हामीसँग डिजिटल बोर्डिङ पास थिएन. सो 5 मिनट जति क्युमा बसेपछि हामीले फिजिकल बोर्डिङ पास पनि पायौँ. सो आफ्टर वी गट आवर बोर्डिङ पास हामी सेक्युरिटी चेक इनतिर लाग्यौँ. अनि हामीले चाहिँ सेक्युरिटी चेक इनको लागि आफ्नो सबै सामानहरू पठायौँ. अनि मैले चाहिँ मेरो क्यामेरा अनै गरेको थिएँ क्या, कस्तो आउँदो रहेछ भिडियो भनेर क्याप्चर गर्नको लागि. अनि जहिले पनि यो मोमेन्टमा चाहिँ एकदम डर लाग्छ क्या. अल्दो हामीले आफै ब्याग प्याक गरेको छौँ, त्यही पनि ब्याग अर्को सेक्सनमा जान्छ कि भनेर चाहिँ जहिले पनि डरै लागेको हुन्छ क्या. अनि नभन्दै एउटा ब्याग यता आयो, एउटा ब्याग उता गयो. अनि यहाँ भएको चाहिँ के भने अनि उनीहरूले चाहिँ मेरो ब्यागमा एकदमै सस्पिसियस कुरा भेट्यो. उनीहरूको रेस्पोन्स अनुसार चाहिँ मेरो ब्यागमा चाहिँ गन सेफ्टको सामान रहेछ. अनि आउट अफ नोवेयर यस्तो कुरा सुन्दा चाहिँ वी लुक्ड एट इच अदर ट्राइङ टु फिगर आउट के रहेछ ब्यागमा भनेर चाहिँ. अनि सडनली मलाई याद आयो मसँग गिम्बल थियो जसको सेप चाहिँ फोल्ड गर्दाखेरि गन जस्तै हुन्थ्यो. त्यसपछि उनीहरूले निकालेर हेऱ्यो अनि एक्कासी हामी सबैजना एकअर्कालाई हेरेर हाँस्यौँ. तर हामी चाहिँ यो एयरपोर्टबाट 3-4 चोटि ट्राभल गरिसक्यौँ गिम्बलै लिएर, तर अहिलेसम्म यस्तो चाहिँ भएको थिएन. तर ओभरअल सबैजनाको लागि एकदम फन्नी एक्सपिरियन्स भयो. अल राइट, चेक इन कम्प्लिट भएपछि चाहिँ हामीले ड्युटी फ्री एक्सप्लोर गऱ्यौँ. ड्युटी फ्रीमा चाहिँ हामी युज टु भएको हुनाले हामीले धेरै एक्सप्लोर गरेनौँ अनि सिधै गएर आफ्नो फ्लाइटको बारेमा इन्फर्मेसन लियौँ.
गेट चाहिँ ओपन भइसकेको रहेछ, त्यही भएर हामी चाहिँ आफ्नो फ्लाइटतर्फ लाग्यौँ। अनि हामीले जहिले पनि फ्लाइट बुक गर्दा चाहिँ सिट रिजर्भ गर्थ्यौँ, तर यो पालि चाहिँ गरेको थिएनौँ किनभने इट्स अ वेस्ट अफ मनी जस्तै लाग्यो। फ्यु आवर्सको लागि मात्र हो नि त होइन, तर मनमने चाहिँ खुसी लागिरहेको थियो किनभने एकछिनमा नि छुटकारा पाउँछ भनेर। जस्ट जोकिङ है, तर यो चाहिँ। अनि हाम्रो चाहिँ टेक अफ भयो। टोटल फ्लाइट ड्युरेसन चाहिँ 3 आवर 15 मिनट्सको थियो। छुट्टाछुट्टै भएको कारणले हल्का अल्छी त लाग्यो, तर यत्तिकैमा सुत्दै उठ्दै मुभीहरू हेर्दै जाँदाखेरि टाइम गएको पत्तै भएन। अनि मेरो सिट चाहिँ विन्डो सिट थियो, त्यसैले मैले चाहिँ माल्टाको भ्यू हेर्न पाएँ। माथिबाट एकदमै ब्युटिफुल देखेको थियो। पानीहरू पनि यस्तो सफा, यस्तो ग्रिन अनि यस्तो ब्लू क्रिस्टल क्लियरवाला पानी देखिरहेको थियो क्या मैले माथि नैबाट, जुन चाहिँ युकेमा कुनै ठाउँमा पनि छैन क्या त्यस्तो। यस्तो राम्रो थियो। अनि फाइनली हामी ल्यान्ड पनि भयौँ, तर हामीले चाहिँ दिएको टाइमभन्दा 15 मिनट्स अगाडि नै पुगेको थियौँ। अनि मभन्दा अगाडि बस्ने मान्छेको यसो भिडियो खिच्देको। त्यसपछि चाहिँ हामी बस चढेर पासपोर्ट कन्ट्रोलतिर गयौँ। लक्किली त्यहाँनिर चाहिँ धेरै लामो लाइन भएन। हाम्रो इमिग्रेसनमा पनि चाँडै चेक इन भयो। वी पास्ट एभ्रिथिङ। अनि त्यसपछि हामी त्यहाँबाट निस्क्यौँ। इमिग्रेसनबाट हामीले क्लिन सिट पाएपछि हामी चाहिँ अब त्यही एक्जिटतिर लाग्यौँ, जहाँ चाहिँ हामीलाई दाइ भाउजूले वेट गरिरहनु भएको थियो। अनि दाइलाई त अलमोस्ट 3 to 4 इयर्स पछि भेटेको, प्लस भाउजूलाई त फर्स्ट टाइम भेटेको र देखेको एकदमै खुसी लाग्यो। अनि एकछिन त म नेपाल नै गएको जस्तो फिल भयो किनभने खाता पनि ल्याइदिनु भएको थियो, बुकेहरू ल्याइदिनु भएको थियो। अनि हाम्रो चाहिँ फर्स्ट टाइम यस्तो एक्सपेरिमेन्ट भएर एकदमै खुसी लागिरहेको थियो दुवैजनालाई। त्यसपछि चाहिँ हामीले अब सिधै घर जाने प्लान गऱ्यौँ किनकि रातिको 9 बजिसकेको थियो, हल्का लेट पनि भइसकेको थियो। त्यसपछि चाहिँ हामी गाडी पार्क गरेर अब दाइहरूको फ्ल्याटमा जानुतिर लाग्यौँ किनकि फ्ल्याट चाहिँ 10 मिनटको डिस्टेन्समा थियो। बाई वक इन अनि घर पुगेर एउटा दुइटा फोटोहरू खिच्यौँ। अनि हामीलाई चाहिँ सरप्राइजको लागि केकहरू पनि ल्याइदिनु भएको रहेछ, जुन देखेर हामीलाई एकदमै खुसी लाग्यो। वेलकम टु माल्टा वाला सेलिब्रेसन भइरहेको थियो सबैजनाको। अनि त्यसपछि चाहिँ माल्टाको लोकल बियरबाट हामीले चेयर्स गर्दै रमाइलो गर्न स्टार्ट गऱ्यौँ। भाउजूले मिठो मिठो खाना बनाउनु भएको थियो। अनि यसरी नै हाम्रो डे 1 चाहिँ सक्यो। थ्याङ्क यू फर वाचिङ। स्टे ट्युन्ड। बाई बाई।